The angels up in the clouds are jealous knowing we found something so out of the ordinary. You got me kissing the ground when we sanctuary. Shadow me with your touch, oh Lord, return me to dust. The angels up in the clouds are jealous knowing we found something so out of the सो गाइज के छ खबर म पनि सन्चै छु तपाईहरुलाई पनि सन्चै होला भन्ने आशा गर्दछु म चाहिँ जापान टोकियोबाट अनि मेरो साथी छ अनि अर्को साथी छ हामी तीनजना आज हिउँ खेल्न जाँदै छौं अब के गर्नु अब बेलुकादेखि काम छ अब सबैले अब यस्तै छ तिम्रो पनि काम छ है तिम्रो ए उस सबैको काम छ अब हामी पनि जाँदै छौं बिस्तारै अब सिधै हामी हिउँ खेल्ने स्पोर्टमा गएर ठ्याक्कै भेट्ने छौं सो गाइज कस्तो भइरहेछ त रमाइलो भइरहेछ सोल्टी हो के हो फर्स्ट एक्सपिरियन्स अरे उसको एक्सपिरियन्स भनिदेऊ फर्स्टमा तिम्रो कस्तो भइरहेछ रमाइलो भइरहेछ तर म त पहिले हिउँ खेल्ने मान्छे हो हिउँमै हुर्किया मान्छे हो कि म कहाँ से आते ए हो र पहाडतिर गएर शाउली बजारमा ताना तान भो हाना हान भो तिमीलाई देखेर ताना तान भो हाना हान भो तिमीलाई देखेर अर्को फोन बेचारा कपडा धुनु झ्याउ लाग्छ मेसिनमा त हाल्ने हो नि बत्ती न कस्तो राम्रो धुछ यहाँ पनि राम्रो रहेछ है सोल्टी के हो तिमीले त खतरा मुक्तक भन्छ भन्ने सुनेको त कसले लेखि मैले तिमीले एउटा भनिदिने हो त हाम्रो लागि माटो माथि बाटो कसले बनायो बा माटो माथि बाटो कसले बनायो बा मान्छे मान्छेमा फाटो कसले बनायो बा एउटै कोखबाट जन्मेका दुई छोरा एउटा लाटो एउटा बाटो कसले बनायो बा हामी जात धर्म भन्दै कराउँछौँ सबको रातो रगत कसले बनायो बा वाह यार सही भन्दो रहेछ यार सोल्टीले यार म त फ्यान भयो यार मलाई चाहिँ धेरै चिसो भइरहेछ किन तिमीलाई चिसो भइरहेन चिसो छ तर मजा आयो के छ मात्रै भएन चिसो भइरहेछ मलाई त लास्टै घर जाऊँ के यार जान्छ कहाँ जाने आज त खेल्ने हौ हेर न हिउँ अझै परिरह हेरेर छ हेर्न त जाऊँ के यार जाने न चाँडो भइरहेछ हौ डम्बु म उलाई पञ्चायत लिनु मान्छे कैसा लगा मेरा मजाक सो रमाइलो त गरियो अब जाडो पनि भइरहेछ अब हामी एकछिनमा निस्किन्छौँ रुमतिर त्यही भएर अब यसो साथीहरूसँग गफसप हानौँ भनेर यहाँ बसेका छौँ हामी के गर्ने होइन घुमघाम त भइयो रमाइलो भइयो होइन साथीहरू एकछिनलाई भयो नि रमाइलो भइयो जे होस् अब सधैँ कहाँ यस्तो मौका आउँछ है यस्तो गफ गर्ने अब ऊ काममा हुन्छ फेरि ऊ पनि काममा म पनि काममा त्यस्तै हो त्यही भएर अब यसो सबैको छुट्टी भएको मौका छोपेर हामी रमाइलो गर्न आएछौँ रमाइलो त धेरै भयो यो भिडियोहरूमा पनि देख्न सक्नुहुन्छ रमाइलो कति भयो हाम्रो अब तर जापान आएर पछि दुःखहरू हुन्छ रमाइलो पछि दुःख नि छ काम जानु पर्यो गएको जानु पर्यो होइन आफ्नो आफ्नो हुन्छ अब साथीभाइ भन्दैमा सधैँ नि भेट्न पाइन्न कि अब एउटै रुममा हो कि होइन भन त यस्तो कुरामा त फेरि एग्री गरिहाल्छ उसले गर्नुपर्छ एकदम अनि तिमीलाई कस्तो फिल भइरहेको सोल्टी जापान आएर साथीहरू कस्तो भेटिरहेको अनि साथीहरू यस्तै हो कस्तो यस्तो के अरे होइन बा अनि अहिले चाहिँ म त त्यस्तो कठिन अवस्थामा कसैले साथ नदिएको चाहिँ छ कि छैन यस्तो रमाइलो देखियो नि होइन यो रमाइलो चाहिँ कति महिनाको एक दिन त्यस्तो रमाइलो हजोल्टी यो जापान आएर तिमीलाई यो कठिन अवस्थामा साथ दिने तिमीलाई अब छोडेर हिँडिदिने यस्तो टाइपको कोही साथीहरू छ कि नै साथीहरू सबै छ छोडेर हिँड्दै छैन
बुझिदिया छन् सबैले अब आफूले नभने नि बुझिदिएको छ खुसी लाग्छ। ठिक छ। अब हामी सबै सँगै हो बस्नु त हामी तिनजनै बस्ने हो। एउटा अर्को चोर छ, ऊ चाहिँ अहिले काममा छ। ऊ त फेरि मेरो मोबाइल बिहानै लगेर है, त्यसले मोबाइल लगेर भिडियो बनाएर बाहिर गएर फेरि मोबाइल राखेर गएर छ कि टिकटकको ड्राफ्टमा हेर्छु त त्यसले बिहानै बनाएको त्यस्तो। डिलिट हान्दा के गर्नु डिलिट हालेपछि मार्छ मलाई त्यस्तै छ। ठिक छ, अब पनि जस्तो समय आउँछ सँगै मिलेरै गर्नुपर्छ। अब जे छ जस्तो छ, दुःख सुख यस्तै हो सोल्टी। जापान आउने मान्छे मैले अहिलेसम्म खुसी कोही देखाएको छैन क्या। त्यही हो, आउने बेला मात्रै हो खुसी हुने। पैसा कमाउने जापानमा सबभन्दा खुसी हुने दिन भनेको भोलि स्यालेरी आउँछ भन्ने दिन मात्र हो कि होइन भन त? स्यालेरी आएको दिन मात्रै हो कि होइन थकाली भन त? एकदम त्यही हो क्या, हामीलाई भोलि कहिले स्यालेरी आउँछ भन्ने दिन मात्र खुसी लाग्छ। अरू त खै मलाई त लाग्दैन। खै जापान आएकोदेखि त कोही मान्छे खुसी होला जस्तो त लाग्दैन मलाई। त्यस्तो छ। त्यही छुट्टीको दिन हो। ठिक छ। अब फेरि बेलुकीबाट काम छ। ल अब अर्को चोरको पालो। अनि तिमीलाई यो जापान आएर सुल्टी तिमीलाई कस्तो फिल भइरहेछ अहिलेसम्म? कस्तो भन्नाले पनि अब कामहरू कस्तो भइरहेछ, पैसाहरू कस्तो, अनि उहाँ घरमा ऋणहरू कस्तो, तिमी सबै ह्यान्डल गर्न सकिरहेछौ कि नै? यस्तो हो अब आउनेलाई चाहिँ होइन, साथीहरूले पहिले भनिसके होइन, त्यस्तै भने जस्तै गाह्रो छ तर अब गर्नेलाई चाहिँ अपर्च्युनिटीहरू छ कि यहाँ धेरै। अब जस्तो कि अब नेपालमा एउटा केही जबहरू यस्तो पार्ट टाइम जबहरू गर्छु भन्नेले पनि पाइरहेको नि त, त्यो हो नि त मेन समस्या नेपालमा चाहिँ। अब यहाँ भनेको चाहिँ पार्ट टाइम जबहरू चाहिँ आफूले चाह्यो भने गर्न चाहनेलाई चाहिँ छ क्या। जस जापानको राम्रो कुरा चाहिँ त्यही जस्तो लाग्यो। अनि ऋण सिन त सबैको भइहाल्छ नि होइन, एकदम सबैको छ नि। त्यो त बिस्तारै तिरिहालिन्छ। तर यस्तो हो, जापान आउने बित्तिकै ऋण तिर्छु भन्नु चाहिँ गलत हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ। सबैको त्यही हो, किनभने 6 महिनासँग त अब लगभग सबै कन्सल्टेन्सीले के अरे होस्टेलको फीहरू चाहिँ पे गरेको हुन्छ होला जहाँसम्म लाग्छ। एकदम त्यहाँसम्म चाहिँ पैसा नि पुगे जस्तो लाग्छ। एकदम धनी हो जस्तो फिल हुन्छ है। सुरुमा आएको एक महिनामा चाहिँ जे होस् धनी हो जस्तो लाग्छ, किनभने नेपालमा 1 लाख बोकेर कतै हिँडेको नि त। अब यहाँ त 1 लाख बोकेर आइन्छ। अब सबै नेपाली अब त्यस्तो त नहोला, मिडल क्लास केटाहरूलाई चाहिँ जे होस् धनी जस्तो लाग्छ क्या। 1 लाख बोकेर आउँदा त ओहो 1 लाख। तर यहाँको किनमेल, यहाँको महँगाइले फेरि त्यो 1 लाख त नेपालको 10,000 जस्तो। त्यस्तो सही हो होइन। हाम्रो त यस्तै भयो, काम पनि मैले त 2 महिनापछि पाएको, उसले 1 महिनापछि, उसले पनि 1 महिनापछि पाएको। कति तिम्रो कति? 2 महिना यस्तो हो। सबभन्दा त उसले पाएको। नेपाली सबै अब हामी नि सानो उमेरमा आयो होइन, आउनु त नआउने हो, तर नेपाल के अरे विदेश आऊ भनेर फोर्स चाहिँ गरेको होइन कि। अब आउनेलाई चाहिँ जे होस् आफूले आफूलाई अब स्ट्रङ बनाएर म्यानेज गर्नु सक्ने भएर आउनु पर्यो। कति भन कति मान्छे चाहिँ के अरे के भइरहेको भने अब हामीसँग आएको साथीहरू कति सुसाइड गर्यो भन्ने सुनेको थियो क्या। तर हामीले गरेन नि त, अहिलेसम्म छ बाँचिरहेको हुँदो रहेछ नि त गरे त। एकदम त्यही भएर गर्नु पर्यो कि त गरिन्छ मजाले। त्यही अब विद्यार्थी भिसामा आउँदाखेरि चाहिँ अब सुरुमै अब ऋण तिरिहालिन्छ भनेर त्यसो सोचेन भनेको छ। विद्यार्थी भिसामा आएपछि तपाईँको नर्मल्ली ऋण तिर्नलाई अब 2-3 वर्ष त लाग्छ होला जस्तो लाग्छ मलाई त। त्यो त लाग्छ एकदम फी तिर्नलाई ठिक हुन्छ क्या अरे, अब यता आफूलाई खानै पर्यो। यति हो केटाहरू। म यति भन्न चाहन्छु कि होइन, हामी भनेको अब घरको मम्मी बाबाको धेरै लास्ट आश हो कि। मम्मी बाबाको हामी भनेको लास्टै आश हो कि आश। विदेशमा छौँ हामी होइन, छोराछोरी राम्ररी बस्छन्, राम्रो कमाउन्, राम्रो लाउन्, राम्रो खाउन् भन्ने हामी छ। घरमा मम्मी बाबाको आश हो कि हामी। कहिले पनि मम्मी बाबाको आशलाई कहिले नतोड्नु यति भन्छु म होइन। धेरै स्ट्रङ हुनुपर्छ आफूले। हामी त अब छोरा मान्छे हो, हामी त स्ट्रङ हुनैपर्छ होइन। अब रोएको लुकाएर हाँस्नुपर्छ, त्यो त अब सबैले बुझेको कुरा हो, नबुझेको होइन। केटी मान्छे पनि धेरै स्ट्रङहरू छन् यहाँ छन्। मैले पनि चिनेको दिदीहरू छन्, साथीहरू छन्, 2-3वटा काम गर्छन्, धेरै स्ट्रङहरू छन् त्यहाँ। अब घरमा मम्मी बाबालाई सबैले हेरेर छन्। आफ्नो छोरा भन्दा नि खतरा काम गर्छन् कि यहाँतिरको। यस्तो अब दुःख सुख सबैलाई हुन्छ, आफूले हार खानु हुँदैन। घरको आश हो जे भने पनि
बुझ्यौ नि केटा हो अब हामी त छोरा मान्छे हो घरको आशै हो गर्नुपर्छ हामीले पनि धेरै स्ट्रगल छ अब यो त हाम्रो बिगिनर हो कि हामी त भर्खर है बिगिनर हो अब कति हुनु लाग्यो हाम्रो उहाँ त 1 वर्ष हुन आँट्यो है अब 1 वर्ष हुन लाग्यो 1 वर्ष हुन आइसक्यो भिजा सिजा थप्नुपर्छ बिस्तारै बिस्तारै सबै गर्नुपर्छ यस्तो चाहिँ जे होस् लास्टमा अब भिडियो अन्त्यतिर आइहाल्ला जस्तो लाग्छ एकदम जाने हो लास्टमा चाहिँ के भन्छ भने अब आउने चाहिँ नआउ भन्दैन होइन आउनुपर्छ गर्नुपर्छ आफूले सक्ने दुःख तर सुरुमा आउने बित्तिकै चाहिँ अब कामको कुरोमा चाहिँ जस्तो काम पायो नि गर्नुपर्छ कि सुरुमा चाहिँ यस्तो काम गर्छु यस्तो काम गर्दैन भन्ने हुन्छ अलिक गाह्रो तिमी के भन्न चाहन्छौ अब आउने विद्यार्थीहरूलाई अब आउने भाइ बहिनी साथीहरू दिदी बहिनीहरूलाई के भन्न चाहन्छौ म चाहिँ के भन्छु भन्दाखेरि अब आउँदैछ भने अब यसो होइन अब समय र यो निन्द्रालाई चाहिँ अब म्यानेजमेन्ट गरेर आउँदा राम्रो लाग्छ एकदम पैसा बचाउनु कसरी त्यो कुरामा सिकेर आएको आफूलाई पैसा सकिन्छ थाहा पाउँदैन होइन यहाँ त यही हो फर्स्ट र अब काम गर्न सक्ने बनेर चाहिँ आउँदैन स्यालेरी फिजिकल्ली प्रिपेयर पारेर आएको राम्रो होइन स्यालेरी आएको दिन मात्र हो पैसा देखिने भनेको त्यसपछि त खै केटा यहाँबाट जाऊँ न त यहाँबाट जाऊँ यो त छ बात यहाँबाट जाऊँ यहाँबाट मिल्छ मिल्न त ठिक छ यस्तै हो अब जापानको दुःख सुख भन्ने यस्तै हो सबैभन्दा गाह्रो हुने भनेको जापानको पल कस्तो हो भनेपछि जापानमा रुममेट राम्रो परेन भनेपछि 80-90% मान्छे डिप्रेसनमा जान्छ के जापानमा साथीहरूले मतलब नगरेपछि यस्तो यस्तो बेलामा चाहिँ साथ नदिएपछि त्यो मान्छे डिप्रेसनमा जान्छ के त्यही भएर हो कि साथीहरू भन त त्यो त हो नि होइन अब दुःख जस्तो भयो नि रुममेट राम्रो पऱ्यो भने होइन त्यो टेन्सनहरू हुन्छ नि एकदम केही समयको लागि भयो नि कन्ट्रोलमा बस्छ यस्तो है फेरि के अरे यस्तो भर्खर आएकोहरूले सिकाउँछ जस्तो नभनिदिनु होला पुरानो आएकोहरूले नि किनभने अब हामीले अहिलेसम्म भोगेको कुरा मात्रै गऱ्यौँ अब भोग्नेवाला धेरै दुःखहरू छ हामीले पनि अब त्यस्तो धेरै त भोगेको छैन हामी पनि भर्खर 1 वर्ष त भयो भर्खर भनौँ अब त्यही पनि अब यस्तो हो कि भर्खर आए अनि यो बडा सिकाउँदैछ यताउति भनेर नभनिदिनु होला हामीले पनि अब कहाँ भोगेको छ त सबै कुराहरू बिस्तारै बिस्तारै जे भोग्छौँ हामी भन्दै जान्छौँ नि त होइन केटा अहिले चाहिँ यतिसम्म भोग्यो त्यही जे कुरा भोग्यो त्यही मात्र भन्यो त्यही हो होइन अब जापानमा बस्ने अरू साथीहरूलाई पनि म यति भन्न चाहन्छु कि भर्खर आउने साथीभाइ दिदीबहिनीहरूलाई पनि यति नभनिदिनुहोस् कि यति प्रेसर नदिनु होला कि जो मान्छे डिप्रेसनमै जाओस् के त्यस्तो नगरिदिनु होला मैले धेरै कुराहरू देखाएको छु यहाँ कस्तो छ के छ गाह्रो छ नि जापानमा अलि होइन यस्तो हो अलि अब दुःख त सबैलाई हुन्छ त्यही माथि अब हौसला दिनु होला तर हाम्रो रुमको पल्लो रुमको दाइहरू पनि राम्रै छ है कस्तो सपोर्ट गर्छ है सपोर्ट गर्ने सबै कस्तो राम्रो सपोर्ट गर्ने त्यही खुसी लाग्छ यति हो अब भलक यतै एन्ड गरिदिउँ न त अब निस्किने होला हामी ल ठिक छ अब हामी आज रमाइलो भयो केटा रमाइलो भयो जामे त अब कहाँतिर गएर कति बजी निक्लेको होइन यता हो ल ठिक छ अब हामी पनि निस्किन्छौँ अब साथीहरू पनि अब काम छ मेरो पनि बेलुकादेखि काम छ अब निस्किएर अब जान्छौँ ल गाइस बाई बाई